हेलो एभ्रिवान, सबैलाई मेरो नमस्ते र तपाईहरु सबैजनालाई म मनैदेखि चाहिँ मेरो नयाँ रिएक्सन भिडियोमा चाहिँ स्वागत गर्न चाहन्छु। र आजको यस भिडियोमा चाहिँ हामी प्रदीप खड्काको न्यू मुभी पीताम्बर भन्नेको ट्रेलरलाई चाहिँ नि हामी रिएक्सन गर्न जाँदै छौं। जुन मुभीमा चाहिँ नि नेपालको एकदमै राम्रो कलाकारहरू जस्तो कि दयाहाङ राई, सौगत मल्ल हुन्छ नि, दिव्य राई माझी इत्यादिहरुको चाहिँ भूमिका रहेको मुभी रहेको छ भने ट्रेलर चाहिँ भर्खरै युट्युबमा सार्वजनिक भएको छ र आज हामी त्यही ट्रेलरलाई चाहिँ नि रिएक्सन गर्न जाँदैछौँ। फर्स्ट अफ अल चाहिँ नि अब धेरै कुरा नगरिकन पहिला ट्रेलरतिर जाउँ हैन। लेट्स गो। केपी फिल्म्स। एउटा नारीको अस्मितामाथि प्रश्न उठ्छ। तब त्रेता युगमा राम, द्वापर युगमा कृष्ण, कली युगमा पीताम्बरको जन्म हुन्छ। सयो ओए बा मेरो पीताम्बरलाई जिउँदै निलेर पेटमा पचाएर मुखको राज छ। अर्काको गुलामी धेरै गरियो। वाह, पुरै साम्राज्यमा राज गर्नुपर्छ। ओए प्रदीप खड्का बा। त्यसको दर्दनाक मौतको किस्सा वर्षौं वर्ष परासीमा कहानी बनेर बाँच्नुपर्छ। वाट बबाल। यसको टाउको काटेर बीच मैदानमा टगाउँछु। यो पछुवाको वादा भयो। ओए टाउकै गयो बे। परासीको राशिमा गरम हावा भएको देखे सौगत मल्ल आमा। वाट अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो। सही बाघसँग सिमौरी खेल्न खोज्दैछस्। तेरो यो रावण राज मैबाट समाप्त हुन्छ, त्यो पनि किस्तामा। सही खाइते बाघ झन् बलियो हुन्छ। नाम के हो यसको? न कसैको दाई न कसैको भाइ, इन्स्पेक्टर राई। इन्स्पेक्टर राई। माया गर्न सही। तिम्रो अगाडि जो उभिएको छ त्यसको हातमा मरिसक्यो। बबाल। वाउ यार, 20 वर्षदेखि बाँधिएको बाँधो म। वाउ। केही शब्दै छैन यार, यस्तो बबाल यार, बबाल। आमा नेपाली हुन्छ नि, हेर्दाखेरि नि नेपाली मुभी हो र जस्तो फिल हुने यार, भाइब्स आउने यस्तो बबाल एक्सन मुभी। त्यही माथि अब कलाकारहरू 101। वाउ यार, एकदम हुन्छ नि यो ट्रेलर हेर्दाखेरि चाहिँ एकदम साउथ मुभी के हुन्छ नि। साउथ जति पनि एकदमै चलेको चलचित्रहरू छ नि, हो तिनीहरूको ट्रेलर हेरे जस्तो होइन। बबाल बस र एकदम खतरा, एकदमै बवाल हैन। एक्सन मुभी हुन्छ नि, बवालै एक्सन मुभी हुनेवाला रहेछ पीताम्बर चाहिँ। यसो ट्रेलर हेर्दाखेरि थाहा भइसक्यो हैन। र यो मुभी चाहिँ नि चैत 29 वर्षदेखि अल नेपालमा चाहिँ रिलिज हुँदैछ। मुभी पनि हेर्न नबिर्सनु होला र मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सनु होला। र यति भन्दै सबैजना आफ्नो ख्याल गर्नु होला र हामी अर्को भिडियोमा चाँडै भेट्ने छौँ। र भन्दै आजको यस भिडियोबाट चाहिँ म राजा राई बिदा माग्छु। बाई बाई।